हस्पिटलमा हामीले नियरली तपाईको 80-90 जना राखेछौं। सफा गर्ने टिम एकजना राख्दैछौं। हस्पिटल क्षेत्रमा समेत स्वयंसेवकहरूलाई खटाउने अभियान। नमस्ते सबैजनालाई र आज हामी कुरा गर्नेछौँ नेपालका भर्खर नवनिर्वाचित युवा सांसद सुदन गुरुङको बारेमा। आउनुहोस् पहिला सुदन गुरुङको एउटा 10 वर्ष अगाडिको भिडियो हेरौँ है त। हस्पिटलको वरिपरि सफा गर्ने टिम अर्को राख्दैछौं। वार्ड अनुसारमा क्लिन गर्ने टिम अर्को राख्दैछौं। इमर्जेन्सीमा बाहिर बोकिहाल्नु पर्दाखेरि हामीले 6 जना टिम 8 जना टिम यहाँ राख्दैछौं। भित्र राख्दैछौं। सबै ठाउँमा हामीले टिमै टिम राख्दैछौं। कहीँबाट टिम अहिले हामीले I2V टिम भनेर बनाएको छौं। यसरी राजधानी केन्द्रित नभइकन दुर्गम जिल्लाका बढी प्रभावित क्षेत्रमा समेत स्वयंसेवकहरूलाई खटाउने अभियान अन्तर्गत उपत्यका बाहिर 12 जिल्लामा समेत स्वयंसेवक पठाइएको छ। उनीहरूले औषधि, उपभोग्य वस्तु तथा लत्ता कपडा समेत पुर्याएका छन्। उनीहरू उद्धार and they are like no legs, children and some didn't have their hands, some didn't. It was really bad. And I thought, okay, this is the place I must be. And I was an event manager, so I could manage things, you know. And I knew that, okay, now there's going to be this because every shop, all the shops are going to close. यो भिडियो हेरिसकेपछि सुदन गुरुङलाई के भन्न चाहनुहुन्छ? कम्पको बेलामा आजभन्दा 10 वर्ष अगाडि निकै योगदान गरेर छुट्टै ग्रुपहरू बनाएर हस्पिटलमा आफू पनि खुद सञ्चालित भएर विभिन्न सेवा सुविधाहरू गर्दै आएर भूकम्प पीडितको आवाज उठाएका रहेछन्। विभिन्न उनलाई आरोप पनि खेपाइएको थियो, चोर यताउता नेपाली होइन समेत भनिएको थियो। एउटा पाठ सिकाउँछ, अरूलाई त्यत्तिकै जज गर्नुभन्दा अगाडि उसको वास्तविकता बुझ्न जरुरी छ र अरूलाई केही भन्नु अगाडि त्यो कुरा के हो त त्यो नबुझी बोल्न हुँदैन भन्ने कुरालाई स्पष्ट आएको छ यो भिडियोले। र भेट्नेछौँ अर्को भिडियोमा। बाई।